We are at the shoot location अनि हाम्रो हिरो म्यान हिरोको क्लोन डबल के भन्न चाहनुहुन्छ हाम्रो हिरो चाहिँ उहाँ हुनुहुन्छ मनोजजी हिस्टोरिक नेवार उहाँ चाहिँ अब एकछिनमा दौरा सुरुवाल लाएर आउनुहुन्छ अहिले हेर्नु यहाँ दौरा सुरुवाल लाउँदा दाइले कानमा हिरा थपिसक्नु हो के भनिदिनुहोस् मनोजजी मेरो बारेमा मैले भन्नुपर्ने स्थिति छैन अहिले सो आज हामी प्रिभ्यू सुट गर्न आएको छौँ अनि आज प्रिभ्यू सुट सकाएर सबै A to Z खिचेर हामी भ्याउँछौँ अन्डा डेढ भइन्छ रोडिसको टास्क दाइ कमान Director is here. के भन्दिनुस् यहाँ हुनुहुन्छ हाम्रो मनोज दाइको बडी डबल त्यसमा चाहिँ जे होस् त्यसमा साथीहरूले चाहिँ हुन्छ नि केटीलाई भनेको हातमा राख्नुपर्छ आस्कासी मिसिन्डर हो लाटे टाटेमा भनेर उसलाई चाहिँ उस्काउँछ भनौँ न अनि त्यसलाई नै रक्सी सक्सी खाएर हुन्छ भात पकाउने मेरो साल भात पकाउनु चाहिँ यो एरियामा हो ओभर पावर देख्छ यताबाट जे गरे नि हाम्रो मनोजलाई ओभर पावरमा छैन नि त यो हुँदैन एकदम हाम्रो यहाँ एसी चाहिएको डिरेक्टर साहबले भन्नु भइरहेछ एकदम डिरेक्टर हैन उ अर्को डिरेक्टर एकदम गाह्रो छ जस्तै कि एउटा हग्याएर ट्राई एक कसैको हग्याएर ट्राई अलि एकै नि अलि खाना छ अक्वर्ड मानेछु लाइक फुल्ली हग चाहिँ यहाँ भने जस्ट लाइक हग्याएर ट्राई एटासम्म बोले चाहिँ म चाहिँ ला एकै यहाँ बिजो अरू मेबी म एकै यहाँ बि जे मजा रहेछ ठेस नि ओके फर्किरहेको छ छ्या रहेछ चाहिँ छ दना पनि ह्य चाहिँ छन ठ्याक्क होइन सो द्याट ठ्याक्क छिपी लाइक ठ्याक्क यहाँ जुठे खन्दे कि ठ्याक्क डम अहिले हान्छको उल्टा छ अहिले उहाँ चाहिँ छ खुवाइ सो म दे स्टार्ट एट हाम्रो आर्ट डिरेक्टरको घरबाट आर्टको सामान गाडीमा हाल्नेछौँ हेलो सर गुड मर्निङ महोदय गुड मर्निङ बस भेरी मच के छ एभ्रिथिङ अल राइट गुड मर्निङ दाइ तपाईँ रेडी भएको छैन वाट इज दिस हामी गाडी बाइकमा आउँछु तिम्रो गाडी लगेर ओके गुड मर्निङ निसाजी बाबन सर एन्ड अनुजा म्याम लाइटको सामान हामी ठ्याक्कै यहाँबाट निकालेर कति छ सामान ओहो अनुज सरकार त्यही भनिदिनुहोस् हामी के धेरै छिटो आउनुभयो तपाईँहरू खुसी लाग्यो मलाई एकदम So everything has been सबै सामानहरू लियो आर्ट लाइट्स किचन एभ्रिथिङ अनि सो हामी यहाँबाट यहाँ यसरी चढेर गइरहेको छ है गाई यसरी भ्यू चाहिँ खतरा देख्छ अभियसली तपाईँ सामानहरू एट द सुट लोकेसन गाइज आर्ट डिरेक्टर जी आर्टको काम के भइसक्यो आर्टको काम चाहिँ हामीले बिहान आएर त पराल सरालले त जस्ता भर्यौँ त्यसपछि हामीले हिजो आएर भुटु बनाइसक्यो अनि के छ यार आर्टको काम अब उयो छ नि उयो मकैलाई अब यता सिफ्ट गर्न लाग्यो म त्यही जानु लाग्यो ल बाई बाई रुइरहेछ डिरेक्टर नआएर रुइसक्यो हाम्रो डिपी कति बजी रोल गर्ने रे 8 बजे गर्ने भनेको गाइज हेर यो है घडी 8:30 ब्रो सो स्याड नो एक्टर नो डिरेक्टर ओन्ली मखन डगको एक्टर छ यहाँ हाम्रो पान बाजे आयो एकछिन पान बाजे आयो हाम्रो के हुँदैछ आर्टमा हार्ड वर्किङ आर्ट टिम प्रोडक्सन हो अगाडि सर पास पक्रेर अगाडि सर वेलकम टु द सेट हाम्रो लिड 3 घण्टा ढिला आएको छ है गाइजहरु
म चाहिँ ठ्याक्कै 6 बजे झ्यासम्म पुगेको झ्यासम्म पुगेपछि आस्तो सरले के भन्नुभयो भन्दाखेरि अहिलेदेखि किन जाने एकछिन बस्न आराम गर एकछिन भन्दै 8 बज्न लागिसक्यो केटाहरू त्यहाँ तयारी गरेर होला अझै चाँडो हुन्छ अब चाहिँ निस्किनु पर्ला नत्र केटाहरूले भन्छन् भनेर मात्रै हामी भर्खरै आएर अब भर्खरै पुग्यौँ कति बज्यो अहिले 8:45 ल यो कुराको भ्यालिडेसनको लागि ल मैले त गफ दिएँ होला होइन यो कुराको भ्यालिडेसनको लागि निरिसालाई सोधे हुन्छ ल म्युजिक भिडियोको डाइरेक्टर चाहिँ व्हाट्स अप उताको बाटो ल्याएर कताको बाटो त्यो बिग्रे बाटो गुड मर्निङ गाइज व्हाट्स अप सनी सर आज पानी पर्ने के छ स्थिति 100% पर्दैन क्या आज स्योर हो स्योर पर्यो भने म खाउँछु ल एक्साइटेड एज अलवेज अनि यो चोटीको भिजुअल पनि एकदम बवाल हुनेवाला छ हाम्रो हिरो आउनु भएको छ रेडी भएर सबैजनालाई नमस्कार गुड वाइब्स छे आमन आछे कत है एना वो होल्ड मै छ लाइक यो रे लिरा हम फोकस छ हैन मुला लड्छ भने लड्छ रे ल एक्सन पानी परेको छ सनी सर आज पानी पर्ने के छ स्थिति 100% पर्दैन क्या आज पर्यो भने म खाउँछु ल सनिल सर तपाईँ किन यस्तो अलक्षिणा भएको आदर्शजी चाहिँ हाम्रो अब पानी परेको हुनाले पराललाई धेरै नभिजोस् भनेर छप्न जाँदै हुनुहुन्छ पानी पर्यो भने चाहिँ गाइस केही हुँदैन हाम्रो इन्डोर पनि छ होइन सो इन्डोर गर्ने हो ड्याङडुङ लगाएर अनि यो चाहिँ भोलि गर्ने अब टाइमको सदुपयोग त गर्नु पऱ्यो होइन गाइस अब पानीलाई कुरेर भएन सो अब यहाँ हाम्रो केटाहरूले लाइट सेटअप गर्दैछ आर्ट टिम चाहिँ खाजा खान जानु भयो किनकि यहाँ धेरै मान्छे बस्न मिल्दैन सो पहिला लाइट सकाउँछौँ अनि आर्ट हान्छौँ यहाँ अब दाइ चाहिँ सेटअप हान्दै हुनुहुन्छ है बोलाउनै पर्ने मान्छेलाई देखि इग्नोर हान्छ कस्तो बिजी भइरहेको थियो ठुलो मान्छे भएपछि इग्नोर हान्छ हैन अब तपाईभन्दा अलिकति मात्र अलि आज मनोज दाइ बिहानदेखि त्यस्तै भयो हामी यहाँ सेट गरेर त हेर्नु नि छैन है त्यस्तो गरे उता फर्केर अलिकति परेन आज त दिनु पर्यो आज टाइम पनि दिनु पर्यो नि त पछि किनाको भन्नु हामीले चौजो खाँदैखेर आएको दाइ अब त्यो अब के गर्ने छ्याक गरेर त दाइ आइदिएर ओ बस भन्दै भोक लाग्छ सेटमा हैन मनोज बस एकछिन है म सामान एउटा निकाल्दिनु लाग्यो तर एक्टरको यस्तो बिहेभियर पनि के छ व्हाट्सअप बस अनि ओरालो झोला यही छोडौँ दाइ हात भिजेछ यार अङ्गाल मारौँ हेलो के छ यार वाह दीदी दीदी वाह दीदी हाम्रो मनोज दाइको खाना बिहानको के भन्छ डिनर के भन्छ बिहान ब्रेकफास्ट बिहानको भातै भनौँ न मैले त फुक्दा पनि कति सुर आउँदो रहेछ सुर मिलाएर पुग्नु पनि साह्रै है अलिक हालिदिइराख्नु उम्लिरहेको धुवा सनिलजीलाई नुहाउनु पर्छ भन्नु न अहिले चाहिँ एकै आउँछु ए ल ठिक छ आई थिङ्क वी आर रेडी टु रोल एक्सन है मनोज अलि त Tell me about the shot. Camera shot is beautiful. Bye bye. कुन shot थियो भने This was wide master shot है guys. भाउजू तपाईँ कम्प्लेन गर्दै हो कम्प्लेनै हो हो ठीक छ
यो रियल लाइफ बेस्ड स्टोरी भयो भने के एकदम हैन रियल लाइफ बेस्ड स्टोरी हो के उसको चाहिँ मेमा हिमालवाला मात्र पाठ मेमा त्यो पनि अब अलिअलि हुने छैन छाडका छैन तपाईं फेरि कहाँ बढी बोलिरहेछ अनिल सर कहाँ बढी बोलिरा छैन त्यस्तो छ यहाँ कन्ट्रोभर्सी हुन्छ अब रियल लाइफ बेस्ड कन्टेन्ट हो त्यही भएर त्यो सँगको न्यानीपट्टि वो आमखुराई न्यानी वो छु वो हटिया छ वो टुयुपट्टि क्यामेरा रोल जाथु केतु दको छ स्वेमाल जाथु केतु दको छ स्वेमाल सन्त थाको समे महे माल ए गालेको बाल थम हे खन्नो गाले थहेको बाल थम हे खन्नो गाले थहेको बाल ए रोजमान सर यो दर्शन जलनी नमस्कार वेलकम टु आवर थ्याङ्क यू जेस दामी भइरहेछ हैन मनोज सर के छ म फेब्रुअरीमा रोके जिम मचल गा मनोज सर के हुँदैछ हाम्रो भट्टीको सिन हुन लागेको छ हाम्रो कन्जी काम चाहिन्छ होला यसलाई फेरि चाहिँ उहाँ चाहिँ एकदम दिक्क भएर चाहिँ साथीहरूसँग भट्टीमा रक्सी खान आउनु भएको छ बस माथिको लाइट अन भएको छैन एक्टर्स इन मुड क्यामेरा रोल रोल भयो रोलिङ एन्ड एक्सन खुसी लाग्यो तपाईहरु सबैलाई देखेर कहाँ तपाईहरुलाई पो धेरै धन्यवाद भन्नुहोस् तपाईहरुको ठाउँमा यस्तो गर्न पाइरहेछौँ हामीले रुसेली के हुन्छ थाहा छ बस यार तिमीहरूले यहाँ अलिकति बस यार तिमीहरूले यहाँ अलिकति लाइट दिनुपर्ने थियो के यसरी गर्छ रुसेली त्यसलाई म के भन्नु अब टाइट भन्ने भन्यो यहाँ प्रोजेक्टमा इन्भल्भ गर्न खोजेको उसको आफ्नै सुट रहेछ त्यो होइन कि टिल्ट अफ मात्र क्यामेरा रोल गो अनि यता हेर्नु के गरौँ पनि चाहियो है तिमी यता नभन्नु है ठिक छ सबै ठिक छ हैन एक्टहरु सबै ठिक छ त्यो उनीहरु बाहिर आउँदा यस्तो यस्तो गर्छ नि त्यसलाई चाहिँ टाइट भइरहेछ हैन कहाँ दिदी थिए त्यो त टाइट भइरहेको थियो हैन अहिले निर्सा छ ठाउँमा गइ बोले ठुके भएको छौँ स्याडो न अनि लाइट परेछ ल मलाई ठिक छ ल आई थिंक दिस इज नाइस यो कति हो फाइल नम्बर 360 अहिले चाहिँ प्रिन्टमा भएर अहिले चाहिँ ढोका यसो गरेर यसो हेर न पछि फेरि यता हेर खो आराम खो बन्द हुन्छ यतिको सुविधा चाहिँ हुनु पर्यो कि है मनिष बस यतिको सुविधा चाहिँ हुनु पर्यो सो यसरी नै हाम्रो आज डे 1 र्याप भएको छ कति बजे आयो अब सुट र्याप भइसकेपछि बोलेर बसेर हुन्छ त्यही नै ओके दिस इज 6 बजे र 7 बजे अलमोस्ट 7:30 हुन लाग्यो हैन हामी चियाहरू खायौँ इट्स डे 2 अफ द सुट अनि हाम्रो आदर्श जी आउनु भएको छ अब गाउँको एउटा हाउडे हुन्छ नि त्यही के त्यसलाई निरज बाउ पनि आउनु भएको छ गुड मर्निङ गाइज दिस इज डे 2 अफ आवर शूट इट्स अ फाइनल डे
अनि आज भगवानको कृपाले चाहिँ धन्न पानी परेको छैन अनि यस आज वी गन सुट आउटडोर अनि होपफुली अन टाइम चाहिँ हामी आफ्नो सुट सक्छौँ कि के हो केटा हो नि अब हामी त रेडी अघिदेखि यहाँ आधी घन्टा भइसक्यो यसरी बस्यो गाउँ हान्छ आधी घन्टा भइसक्यो आफ्नो बडाले मात्रै सिधै पहिला नि हनी बडाले अब हे छ्यासँग फेस छेके जुलो छ आफ्नो हे रेडी ल क्यामेरा रोल एकछिन है के छ सर्ट उ त्यो बास एकचोटी साइकलमा के खान्छ तिमी यताबाट जानु रोलिङ एन्ड एक्सन मोड ल एक्सन तेरे चिनो कुदे नि बस मजा आएन खास उता बसेर पार्कमा जाममा हान्नुपर्ने कहाँ साइकलमा हान्नु कहाँ मजा आउँछ मान्छेलाई हान्नु मजा आउँछ भनेको अब अहिले बाख्राहरूलाई चाहिँ गर्मी घाम पर्यो भनेर बाख्रा ओनर चाहिँ यसरी छेक्दैछ छारी दिँदैछन् दिस इज द मेन फ्रेम वेयर यु आर गोना बी सो एङ्ग्री हाउ एक्साइटेड आर यु एङ्ग्री एकदमै झैना साउन्ड हो तर ठन्सले ठन पाङ यो तालामा जे त्यो उडेको लुगा चाहिँ निर्सेल फेला होइन यता मनिषतिर हाम्रो होजुल फेल भयो पोजिसन चुनाव छ सर हो एक्ट्रेस इन मोड Nice. Ready? Actors in mood. You ready? Camera roll. Come on, let's go. नाचा केटीदेखि चाहिँ सर्ट झ्याजमले ढाँडै एलाटे आबि आज खट्टमै झुल्ने मजेटे आज पा मसँग हातमा जीवन जलते आबिमा ठ्याक्के एलाटे आबिल गान छ्या ओइ मी 5 मिनेट हो नहीं नुगा जुरा मला मैले बिर्सिराखेँ मैले पो रेड बुल खाएको बाइकले खाएको छैन भनेर What's happening with the light? Safalji. Happening good. हामी चाहिँ यो हाम्रो एन्डिङ शट खिच्दै छौं आजको सुटको एन्डिङ शट हैन हाम्रो म्युजिक भिडियोको चाहिँ एन्डिङ शट क्ल्यारिटी हिजो मैले तपाईलाई के सिकाएको क्ल्यारिटी हुनुपर्छ म पनि आहा गर्न चाहन्छु सञ्जना बस्दा पनि ज्यास फिल चाहिएन के The music
आई कन्ट्याक्ट या मटे आई कन्ट्याक्ट या मुझे सेम हो एकदमै अब एन्डिङमा हामी हिजो दिनभरि आज दिनभरि झगडा गरेर अब एन्डिङमा हाम्रो माया पिरतीको एकदमै रोमान्टिकवाला सिन भइरहेछ बस भन्ने आइरहेछ मेरो ला उसले फु गर्यो हुन्छ किन त्यो साइडबाट यस्तो फु गरेको देख्नुहोस् एक्ट्रेस इन मुड एकदम मुड है चस्मा नहसाउ न बिचारा निर्सालाई हैन अब नो आई कन्ट्याक्ट है म भन्छु है म मुभ भन्छपछि मुभ है हुन्छ ल है टोपी मुभ फु यो त भएन नि मुला यो त सेत्रै बस्छ नि आफ्नो गाजेल पल्कुटिया मन सक्ने चुपचाप जिरुङ्गा चाहिँ यो त भयो यो लाले नखण्ड्या के हुँदैन तर ठीक छ एकदमै बवाल यो हैन तर त्यही नै हो नि नाइस हो अब त्यो गर्न खोजेको त्यही हो नि नजा ऊ कति हो फाइल हेर त हैन त फाइल हेर न कस्तो तिमी यार नजा केटीहरुले चाहिँ लिड लिनु हुँदैन कति 486 So Amza, why are we doing this? नभिजोस् भनेर Yeah. Protection, Sanilji. Protection. That's why I didn't. That's why मैले तपाईलाई नसोधेछु छैन भन्दा ल रेडी ल क्यामेरा रोलिङ एन्ड एक्सन यो कोही भन्थे छ ठीक छ जीपटी चाहिँ त यो म 50 के तै भएर के हुनुहोस् ठीक छ त्यो प्लास्टिक अब पुरानो भरमा राख्नु रियल खनेर ख्यालत तस्बिर मस्वेको ख्यालत तस्बिर मस्वेको ब्याग्यालात सुनिन्दमा राम्रो छ one take एकचोटी हेर्नु न अहिलेसम्मको लागि ठिक छ अब चर्ने त मेन बाँकी छ नि त त्यसपछि सोध्नु अब कस्तो हुन्छ एक्सन सल्ल बग्नु रे कसरी बग्ने सल्ल यो चिप्लेटी हो र सर बग्नु सुहान छ भर्याङ छ भने ट्याक 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 नगर्नु सल्ल बग्नु रे You can do it. You can do it. ठन्डा चाहिँ पछि त्यहाँ आउँछु कराई नि हो कराई रे कराई नि हो त्यहाँ अहिले चिप्लेटी चाहिँ चिप्लेटीमा हो अहिले कराई त्यहाँ चिप्लेटी चाहिँ मलाई सक्यो लास्ट शट and it's a wrap guys